हेलो नमस्कार सबैजनालाई छजलो। यो चाहिँ हाम्रो गुरुङको ट्रेडिसनल हेर्नुस् न कति दामी टोपीहरू आइटम रहेछ है यहाँ दिदीकोमा। हाम्रो 50 वटाको डीमा त झन् टोपी कारखाना रहेछ दिदीको। हामीलाई देखाउन लानुहुँदैछ माथि टेरेसमा गर्नु हुँदो रहेछ। कस्तो मजाको टोपीहरू हेर्नुस् न एउटा कलरको 100 वटा डिमान्ड छ। भइसक्यो नि त एउटै कलर। ल है यो चाहिँ नानीहरुको हो। उनको टोपी लानुहोस् है, अर्डर गर्नु सक्नुहुन्छ तपाईहरुले पनि। हुन्छ कता कसरी सिलाउनु हुन्छ अर्डर उनको थाप्थे उया धागो काट्दै कस्तो मजाले बुन्नु हुँदो रहेछ। साइला भोलि घर जाने रे के टोपी हो यो भेडाको नै हो तर कुकुरको भुत्ला जस्तो देख्दो रहेछ भन्दै हामी चाहिँ रेला गर्दै थियौँ नि त। अरूले कुकुरकै भुत्ला भन्यो अरे तर यो रातो कस्तो भेडाको ऊन हो तर कुकुरको भुत्लै जस्तो देख्दो रहेछ। देख्नु चाहिँ के हामी छक्कै पऱ्यो, एकछिन हाँस्यौँ रेला गऱ्यौँ। त्यहाँदेखि यहाँ चाहिँ चर्खा रहेछ दिदीको ऊन काट्ने हो। चर्खा यहाँ काट्नु हुँदो रहेछ। यहाँ चाहिँ उहाँको तान लाउने चाहिँ त्यहाँ रहेछ। अहिले चाहिँ पोको पारेर राखिरहनु भएको थियो। ऊन कोर्नु हुँदो रहेछ नि त अहिले चाहिँ। टोपी छैन छ। अनि हामी फेरि तल गयौँ नानीहरूको टोपी हेर्नुको लागि भन्दा पनि जानु आँटेको थियौँ। फेरि यहाँनिर चाहिँ नि असनी देखाउनु भयो। कस्तो मजाको डिजाइन, मलाई त कस्तो यो मार्टा चाहिँ कस्तो हुन्छ होला। होइन नि यस्तो देखाउनु पर्छ नि। यो चाहिँ एक्स्ट्रै देखेँ डिजाइन मैले के अरू बेला पनि देखेँ। यो चाहिँ डल्लो हुन्छ यो चाहिँ मलाई एक्स्ट्रै लाग्यो। कस्तो मजाको डिजाइन रहेछ। यो चाहिँ यता अगाडि चाहिँ यस्तो छैन नि। कस्तो मजाको छ यसलाई चाहिँ डिजाइन नि दामी हुन्छ। मार्नु पनि 2 दिन जस्तो अन्त हैन यस्तो डिजाइन त मैले नयाँ यस्तो देखेँ त। हामीले लगेको भन्दा त अर्कै हुन्छ नि त असनी। एकछिन हेर्यौँ दिदीले बुनिसक्नु भएको रहेछ। यो चाहिँ अब मार्नु रहेछ, तयार भइसकेको। यो पनि अर्डर गर्नु सक्नुहुन्छ तपाईँहरूले। 4000 मात्र भन्नुहुँदैछ दिदीले। टाइम मेहनत पुरा लाग्छ यसलाई। तल चाहिँ फेरि नानीहरूको रहेछ हो टोपी। आमामा हेर्नु नि त कस्तो क्युट हो यो है। सानो रहेछ यो चाहिँ। टोपी यो असनी होइन अन्त यहाँ चाहिँ थान रहेछ टोपी गर्यो। यो पनि टोपीको, त्यो पनि टोपीको, यो पनि टोपीको, यो पनि टोपीको रे। यो चाहिँ असनी चाहिँ कसरी बेच्नु रहेछ 4000 अरे हो असनी। 4000 यसको चाहिँ प्रिन्ट रहेछ नि त। पर्यो त्यहाँ पनि छ दिदीको। के चाहिँ दिदी पुरा मेहनती लाउनुहुन्छ नि त। माथिबाट लान्छ हामी मात्रै रहेछ हाल्छ।